सुरु गरौँ। नमस्कार, मेरो नाम हेमराज उपाध्याय, लालझारी गाउँपालिका विपद सम्पर्क व्यक्ति। आज हामीले पालिका, त्यसपछि सान प्रोजेक्ट र वार्ड नम्बर 1 को संयुक्त रूपमा लोधा नदीले वार्ड नम्बर 1 को नौरङ्गा र बिनवारी क्षेत्रमा कटान गरेको क्षेत्रको अवलोकन गऱ्यौँ। सामान्यतया यो अवलोकन गर्दाखेरि यसको वस्तुस्थिति के देखियो भने वार्ड नम्बर 1 को नौरङ्गामा करिब 1200 मिटर जति जैविक तटबन्धन गर्नुपर्ने देखियो र वार्ड नम्बर 1 कै बिनवारी क्षेत्रमा करिब 800 मिटर जति जैविक तटबन्धन गर्नुपर्ने देखियो। अब यो सान प्रोजेक्टको एउटै प्रोजेक्टले मात्र गर्न नसक्ने देखियो, यो ठुलो क्षेत्र भएको हुनाले यसका लागि हामीले एमरेडसँग त्यसपछि अर्को पेसवान यी दुईवटा अरू प्रोजेक्टहरू पनि सञ्चालन छन् हाम्रो पालिकामा। उहाँहरूसँग बसेर त्यसै पालिकाले के कति सहयोग गर्न सक्छ यस क्षेत्रमा जैविक तटबन्धनको निम्ति र सान प्रोजेक्ट हामी सबै साझा रूपमा बसेर र सम्भव भएसम्म अरू विकास आधार प्रोजेक्ट सङ्घ संस्थाका प्रोजेक्टहरूसँग पनि बसेर समन्वय गरेर यो सबै क्षेत्रलाई जैविक तटबन्धन गर्न सक्यो भने यस क्षेत्रको खेतीयोग्य भूमि पनि सुरक्षित हुने, नदी कटानबाट पनि बचाउन सकिने, त्यसपछि यो प्रकृतिमा आधारित यो जैविक तटबन्धन विशेष गरेर यो विपद व्यवस्थापनका निम्ति एकदम महत्त्वपूर्ण छ र त्यसको प्रयोग गरेर पछि दीर्घकालीन रूपमा हामीले यो क्षेत्रमा लगाएको जैविक तटबन्धनसँगै लगाएको विभिन्न फलफुलजन्य बोटबिरुवाहरू, काठजन्य बोटबिरुवाहरू र अरू बाँसजन्य जो बोटबिरुवाहरू छन् तिनीहरूबाट स्थानीय बासिन्दाहरू पनि लाभ लिन सक्ने देखिन्छ र यसलाई हामीले सघन रूपमा एउटा कार्यक्रम रूपमा एउटा पाइलटिङ प्रोजेक्टको रूपमा वार्ड नम्बर 1 मा गर्न सक्यौँ भने यसले राम्रो हुने देखिन्छ र यो सबै सङ्घ संस्थाहरूसँग पालिकाले समन्वयत रूपमा अब केही दिनपछि बैठक राख्छ र बैठक राखेपछि कसरी जाने भन्ने कुराको निकै निश्चित छ। धन्यवाद सर।